हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ भिडियोमा। सो त्यसै गरी आज चाहिँ म मेरो बच्चाहरूलाई लिएर म चाहिँ यहाँनिर घर नजिकै पार्कमा आएको थिएँ क्या साथीहरू, खेल्छन् एकछिन भनेर बेलुकाको टाइममा। भरे त यो पार्क चाहिँ बन्द रहेछ साथीहरू, चाबी लगाएको रहेछ। अनि यत्तिकै यतैउति खेल्दै थिएँ बाहिरै खुल्ला ठाउँमा, यता भाग्ने ओर्ने। अनि कति धेरै टाइम भइसक्यो, बच्चाहरू चाहिँ घर जानेको नामै लिँदैनन् त। घर जाउँ न भन्छु, जान्दैन। अहिले एकछिनमा जाने भन्छन्। मलाई चाहिँ एकदम धेरै हतार भइसक्यो क्या साथीहरू, किन भन्दाखेरि चाहिँ मलाई आज धेरै काम छ क्या घर गएर। किन भन्दाखेरि चाहिँ मेरो चाहिँ जेठानी हस्पिटल जानुभएको छ नि त आज। अनि हस्पिटलबाट चाहिँ आउनु टाइम लाग्ने, मलाई चाहिँ ढिलो हुन्छ, तिमी चाहिँ मेरो रुममा जाऊ अनि उता कामसाम गर अनि उतै खानाहरू बनाऊ भन्नुभएको छ नि त। अनि त्यही भएर मलाई चाहिँ एकदम हतार छ क्या, किनकि मेरो रुममा पनि अलरेडी धेरै काम परेको। मलाई चाहिँ कति बेला घर जाऊँ, कामहरू गरिसकेर फेरि जेठानीको रुममा जाऊँ भन्ने टेन्सन थियो। अनि मैले चाहिँ बल्ल बल्ल फकाएर बच्चालाई चाहिँ अनि लिएर अनि घर गएँ। अनि सुरुमा चाहिँ म आफ्नो रुममा गएँ। अनि आफ्नो रुममा पुगेर चाहिँ अनि घरमा यति धेरै काम परेको थियो क्या। अनि सबै सुरुमा चाहिँ म किचनमा गएँ। अनि किचनमा गएर चाहिँ खानाहरू प्याक गर्दैछु क्या, उतै लानको लागि। बचेको खानाहरू फेरि फ्याँकिन्छ नि त। अनि त्यही भएर अनि भाँडाहरू खाली गरेर भाँडाहरू धुनलाई रेडी गरेँ। अनि छोरीलाई भिडियो बनाइदेऊ न भनेको, भिडियो त बनाइदिन्छन् तर लास्टको क्लिप मात्रै निकालिदिन्छन् क्या। उसले चाहिँ भिडियो अन गर्ने बटन नै थिचेको रहेन रहेछन्। अनि लास्टको चाहिँ भिडियो भएछ। अनि मैले चाहिँ भाँडा धोइसकेँ। अनि भाँडा धोइसकेर चाहिँ साफसफाइ गरेँ यताउति। अनि सबै साफसफाइ गरिसकेर अनि म चाहिँ बाहिरतिर साफसफाइ गर्न लागेँ साथीहरू। यहाँ छोराले पनि उस्तै बारेको थियो रुमहरू, सबै सामान यताउति राखेर। अनि सबै बाहिरको काम पनि सकाएर रुमहरू, आफ्नो रुम चाहिँ अनि सबै चटाक चुटुक बनाएर म चाहिँ लागेँ जेठानीको रुमतिर फेरि। सो म चाहिँ जेठानीको रुममा पनि पुगिसकेँ। अनि बाहिर साफसफाइ गरेँ। अनि बच्चाहरूलाई चाहिँ तिमीहरू चाहिँ यहाँ खेल, म चाहिँ भित्र कामहरू गर्छु भने। अनि बच्चाहरू चाहिँ बाहिर खेल्दैछन्। अनि म चाहिँ यता भित्र साफसफाइ गर्दैछु। भाँडाहरू थियो, भाँडाहरू धोएँ। अनि त्यस पछाडि भाँडाहरू धोइसकेर यता साफसफाइ गरेँ ग्यासहरू। अनि यताको काम पनि सकाएँ। अनि अब म चाहिँ लाग्दैछु साथीहरू बेलुकाको खानाको तयारी गर्न। मैले चाहिँ त दाल बसाएँ। अनि दाल बसाएर अनि अर्को कुकरमा चाहिँ भात पकाएँ। अनि सब्जी चाहिँ मैले अघि उता मेरो रुमबाट लिएर आएको थिएँ नि त, त्यसैले मैले चाहिँ यता केही सब्जी पकाइनँ।